साथीहरू, तपाईहरूले कहिले यस्तो सोच्नु भएको छ? जब हामी कुनै सफल मानिसहरूलाई देख्छौं, त्यति बेला हाम्रो मनमा के आउँछ? पक्कै पनि वाह, कति भाग्यशाली होला है, हैन र? तर सत्य के हो भने जति पनि सफल मानिसहरू छन्, उनीहरूले भाग्यमा हैन, आफूमा विश्वास गर्छन्। जस्तै थोमस अल्वा एडिसनले जब बल्ब बनाउने प्रयास गरे, उनी 1000 पटक असफल भए, तर उनले कहिले पनि भाग्यलाई दोष दिएनन्। बरु उल्टै भन्ने गर्थे, म असफल भएकै छैन, म त 1000 वटा गलत बाटोहरू फेला पारिरहेको छु। किनकि जब तपाई आफूमाथि भरोसा गर्न थाल्नुहुन्छ नि, संसार पनि तपाईमाथि भरोसा गर्न थाल्छ। त्यही हो सफलताको पहिलो रहस्य, आत्मविश्वास। साथीहरू, आजको एपिसोडमा हामी कुरा गर्दैछौ आत्मविश्वास बढाउने तरिकाको बारेमा। शिव खेराको एकदमै प्रसिद्ध पुस्तक यु क्यान विनबाट प्रेरित भएर यदि अहिले तपाईहरूलाई लागिरहेको छ ममा आत्मविश्वास छैन, म गर्न सक्दिन, म भन्न चाहन्छु यो भिडियो तपाईको लागि हो। किनभने आत्मविश्वास भनेको केवल शब्द मात्र होइन, यो त्यो शक्ति हो जसले तपाईहरूलाई हरेक गिरावट पछि फेरि उठ्न सिकाउँछ। त्यसैले भिडियो सिधै स्किप नगर्नुहोस्, किनभने आज हामीले कुरा गर्न लागेको कुरा तपाईहरूको जीवन बदल्न सक्ने सर्वाधिक महत्वपूर्ण सत्यहरू हुन्। तयार हुनुहोस्, किनभने आजको कुरा तपाईको मनभित्र सुतेको आत्मविश्वासलाई बिउजाउने छ। स्वागत छ साथीहरू, तपाईहरू सबैलाई मेरो युट्युब च्यानल द रिभ्यू सेल्फमा, जहाँ म विभिन्न किताबहरूबाट जीवन बदल्ने विचारहरू सिक्छु र सिकाउने प्रयास पनि गरिरहेको छु। यदि तपाईले हाम्रो यु क्यान विन श्रृंखलाको एपिसोड 1 मिस गर्नु भएको छ भने चिन्ता नलिनुहोस्, त्यसको लिंक डिस्क्रिप्सन बक्समा छ, पहिले त्यो हेर्नुहोस्, किनभने आजको कुरा त्यसकै अर्को महत्वपूर्ण अध्याय हो। यो एपिसोड 2 मा हामी कुरा गर्दैछौ आत्मविश्वास निर्माण गर्ने ती सर्वाधिक शक्तिशाली उपायहरू बारे, जसले तपाईहरूको सोच, बोली र जीवन सबै परिवर्तन गर्न सक्छ। त्यसैले अन्तिमसम्म सुन्नुहोस्, स्किप नगरी हेर्नुहोस्, किनकि आजका यी कुराहरू तपाई भित्रको सुतेको आत्मविश्वासलाई फेरि जगाउने छ भनेर आशा पनि राखेको छु। तयार हुनुहोस्, किनभने अब तपाईको भित्रको यु क्यान विन जाग्ने समय आइसकेको छ। के हुन् त आत्मविश्वास निर्माण गर्ने सर्वाधिक शक्तिशाली उपायहरू? आत्मविश्वास निर्माण गर्ने सर्वाधिक शक्तिशाली उपायहरू मध्ये आज म 5 विषयमा छलफल गर्न गइरहेको छु। 1 नम्बरमा छ आत्मविश्वास भनेको आफैमाथि भरोसा गर्ने निर्णय हो। शिव खेरा भन्नुहुन्छ, विनर्स डोन्ट डु डिफरेन्ट थिंग्स, दे डु थिंग्स डिफरेन्टली। सफल मानिस अरू भन्दा फरक काम गर्दैनन्, तर ऊ एकै कामलाई फरक सोच र विश्वासले गर्ने गर्छ। आत्मविश्वासी व्यक्ति कहिले भन्दैन म गर्न सक्दिन, बरु उल्टै ऊ भन्ने गर्छ, म सिक्दैछु र म गर्न सक्छु। किनकि जब तपाई आफैमाथि विश्वास गर्नुहुन्छ, त्यो नै सफलतातिरको पहिलो पाइला हो। अब 2 नम्बरमा छ आत्मविश्वास अभ्यास र तयारीबाट आउने गर्छ। कन्फिडेन्स कुनै रातभरि पैदा हुने कुरा हैन। शिव खेरा लेख्नुहुन्छ, प्रिपरेसन गिव्स यु कन्फिडेन्स एन्ड ल्याक अफ प्रिपरेसन ब्रिड्स फियर। तपाई तयार हुनु भएको छ भने डर आफै हराउँछ, चाहे त्यो परीक्षामा होस्, चाहे त्यो कुनै प्रस्तुतिमा होस्, वा जीवनका ठूला निर्णयहरू बारेमा। तयारी आत्मविश्वासको इन्धन हो। 3 नम्बरमा छ सकारात्मक सोच आत्मविश्वासको ढोका हो। हामी जस्तो सोच्दछौं त्यस्तै हामी बन्छौं। यदि तपाई हरेक कुरा असम्भव देख्न थाल्नुहुन्छ भने आत्मविश्वास घट्छ। तर जब तपाई भन्नुहुन्छ म सक्छु, म गर्न सक्छु, म गर्नेछु, तपाईको मन पनि त्यसै अनुसार विश्वास गर्न थाल्छ। अब 4 नम्बरमा छ आफ्नो वरिपरि सकारात्मक मानिसहरू राख्नुहोस्, जसले तपाईलाई तल तान्छ त्यसबाट टाढा रहनुहोस्। आत्मविश्वासी मानिस सधैँ त्यस्ता साथीसँग हुन्छ जसले भन्ने गर्छ, तिमी गर्न सक्छौ, म तिमी माथि विश्वास गर्छु। यस्ता शब्दहरूले आत्मबल दिन्छ। 5 नम्बरमा छ साना सफलताहरूको सम्मान गर्नुहोस्। कन्फिडेन्स स्टेप बाई स्टेप बढ्छ। हरेक सानो जितको सेलिब्रेट गर्नुहोस्, किनकि साना साना उपलब्धिहरूले ठूला ठूला सपना पूरा गर्ने हिम्मत दिन्छ। मित्रहरू, सधैँ याद गर्नुहोस्, आत्मविश्वास भनेको सबै कुरा जान्नु होइन, सबै कुरा सिक्ने हिम्मत गर्नु हो। जब तपाई आफैमाथि भरोसा गर्न थाल्नुहुन्छ नि, संसार पनि तपाईमाथि
भरोसा गर्न थाल्छ, किनकि आत्मविश्वास भनेको म सक्छु भन्ने आवाज हो जसले तपाईहरूलाई हरेक असम्भव कामतर्फ अघि बढ्न प्रेरित गर्छ। धन्यवाद साथीहरू। यदि तपाईहरूलाई आजको भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। आफूमाथि सधैँ विश्वास राख्नुहोस्, किनकि तपाईँ पनि विन गर्न सक्नुहुन्छ। सी यू इन द नेक्स्ट एपिसोड अफ यु क्यान विन। धन्यवाद।